नमस्कार साथीहरू, तपाईहरूलाई साइन्स अफ हेल्थ च्यानलमा स्वागत छ। अजिनामोटो विष हो, यसले क्यान्सर गराउँछ, यसले बोसो बढाउँछ, धेरै देशहरूमा ब्यान गरिएको छ भन्ने जस्ता कुराहरू तपाईहरूले सुन्नु नै भएको छ होला। के यी कुरा सत्य हुन् त अथवा हल्लाहरू मात्रै हुन्? आउनुहोस् साथीहरू, आज यस भिडियो मार्फत यी कुराहरू बुझ्ने कोसिस गरौँ। साथीहरू, अजिना एमएसजी अथवा मोनोसोडियम ग्लुटामेट नामले प्रख्यात छ। यसले खानामा उमामी स्वाद दिन्छ। सजिलो भाषामा भन्नुपर्दा अजिनाले मासुको जस्तो स्वाद दिने गर्दछ। अजिनाको इतिहास हेर्नुहुन्छ भने 1908 मा एउटा जापानिज केमिस्ट केकोनाई इकेदाले पत्ता लगाउनु भएको थियो र यो खानाको स्वाद बढाउने प्राकृतिक तरिका भनेर प्रयोग गरिन्थ्यो। 1960 र 70 मा अजिना एसियाभरि नै प्रख्यात भएको थियो। सन् 1969 मा युएसए को एउटा सिटिजन चाइनाको रेस्टुरेन्टमा खाना खान जानुभएको थियो। उहाँले खाना खाएपछि उहाँको टाउको दुख्यो, चक्कर आयो र वाकवाकी भयो। त्यस पश्चात यी लक्षणहरूलाई चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम भनियो र यस्ता लक्षणहरू चाहिँ अजिनाले गर्दा देखिएको हो भन्ने हल्ला फैलियो। त्यसबाट यो हल्ला सञ्चारका माध्यम, कुराकानीबाट सबैतिर फैलियो। 1970 देखि 1990 सम्म अजिनालाई लिएर थुप्रै रिसर्चहरू गरियो, जसमा सुरुमा जनावरमा रिसर्च गरियो। जनावरहरूलाई हाई डोज अजिना दिएर हेरियो। त्यसपछि मान्छेहरूमा रिसर्च गरियो, जसको नतिजा अब हामी अघि भनिएका हल्लाहरूसँग दाजेर हेर्छौं। साथीहरू, अजिनाले क्यान्सर गराउने कुरा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन FDA, वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO ले नै गलत हो भनेर भनेको छ। यसले मान्छेहरूलाई क्यान्सर गराउँदैन भन्ने कुरा थुप्रै रिसर्चहरूले देखाएका छन्। अनि कतिपय मान्छेहरूले अजिना विष हो, एउटा हार्मफुल केमिकल हो भनेर पनि भन्ने गर्दछन्। यो कुरा पनि गलत हो। साथीहरू, अजिना अथवा एमएसजी टमाटर, च्याउ, चीज लगायत माथि देखाइएका कुराहरूमा नेचुरल्ली नै उपस्थित हुन्छ। चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम, जसमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने जस्ता लक्षणहरू अजिनाले गर्दा देखिन्छन् भनिएको थियो, त्यस्ता लक्षणहरू अजिनाले गर्दा देखिएको हो भनेर प्रमाणित गर्ने कुनै पनि अध्ययन छैन। FDA को अनुसार हामीहरूले 3 ग्राम भन्दा बढी अजिना सिधै खायौं भने हामीहरूलाई केही असर जस्तै हाइपर सेन्सिटिभिटी अथवा एलर्जी देखाउन सक्दछ। साथीहरू, हाइपर सेन्सिटिभिटी अथवा एलर्जी सबै औषधिहरूले गराउन सक्ने सम्भावना हुन्छ। यो कमन कुरा नै हो। FDA ले खानामा 0.5 ग्रामसम्म अजिना हालेर हामी सुरक्षितली खान सक्छौं भनेर भनेको छ। अजिनाले हाम्रो शरीरको बोसो वा तौल पनि नबढाउने कुरा अध्ययनले देखाएको छ। अनि धेरै जसो देशहरूमा ब्यान गरेको छ भन्ने कुराहरू जुन थियो, त्यो कुरा कुनै पनि देशमा ब्यान अहिलेसम्म भएको नै छैन। अजिना युएसए, युरोप, जापान, नेपाल, इन्डिया लगायत थुप्रै देशहरूमा लिगल्ली खानेकुराहरूको पोलिसीहरूमा नै लेखिएको छ। सारांशमा भन्नुपर्दा सन् 1969 मा जुन हल्ला फैलिएको थियो, अहिलेसम्म हामीहरू त्यही हल्ला सही हो भन्ने भ्रम राखेर बसेका रहेछौं। जुन कुरा 1990 मा नै रिसर्चले गलत हो भनेर प्रमाणित गरिसकेको थियो, त्यो कुरा हामीसम्म पुगेको थिएन। अब तपाईहरू अजिना प्रयोग गर्नुहुन्छ कि हुँदैन? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। यस भिडियोमा देखाइएको र भनिएका रिसर्च पेपरहरू हेर्न चाहनुहुन्छ भने मैले डिस्क्रिप्सन बक्समा राखिदिएको छु। यस्तै प्रकारको भिडियोहरू हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।